ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनात् मृत्युर्मुक्षीमामृतात् ॐ सतमो सद्गमय तमसोमा ज्योतिर्गमय मृत्युर्मा अमृतं गमय ॐ शान्ति शान्ति शान्ति। यो पवित्र गोसाई कुण्डमा आएर यति पढ्न पाउँदा धन्य धन्य भएको छु म, धन्य धन्य भएको छु म। आज यहाँ आएर यति शिवको पाठ, शिवलाई पुज्न पाउँदा म धेरै खुसी भएको छु। म आफूलाई अहो अहो भाग्यमानी सम्झ्दछु। म मेरो आमा बुवालाई सम्झन्छु यहाँ बसेर। मेरो बुवा आशाकाजी महर्जन, मेरो आमा नकली महर्जनलाई सम्झेर यो पढ्दैछु म। यहाँ गोसाइकुण्डमा आएर मेरो आमा बुवाको नाममा यहाँ बत्ती बाल्छु। म मेरो परिवारको लागि प्रार्थना गर्छु। म यस्तो हिउँमा, यति हिमपातमा आएर पनि यहाँ गोसाइकुण्ड जस्तो पवित्र स्थलमा आउन पाउँदा आफूलाई धन्य धन्य ठानेको छु। जय शम्भो, हर हर महादेव, हर हर महादेव, हर हर महादेव, जय शम्भो। हे प्रभु, म आएँ प्रभु, म आएँ गोसाइकुण्डमा। म उता सूर्यकुण्ड हुँदै तल आउँदै आउँदै गर्दा अहिले अन्तिममा यहाँ गोसाइकुण्ड भेटिसकेको छु मैले। गोसाइकुण्ड मैले भेटाइसकेको छु ब्रो।